CR7ले दुईचोटि फ्री किक पाएको थियो हानेन बुढोले के हान्छ हो गोल छिक्ने बुढो भइसक्यो रोनाल्डो मुजी अहिले भनेको रोनाल्डोले गोल हाल्छ खतरा खेल्छ भनेर हेर्ने हैन क्या रोनाल्डोलाई हेर्न पाउनु नै ठुलो कुरा हो क्या ग्राउन्डमा हैन साथी हो नि भान्जा रोनाल्डोले यस्तो घुमाएर यस्तो बाइसाइकल कि गान्छ यहाँ टाढाबाट अझै पनि रोनाल्डोले यस्तो हान्छ उस्तो हान्छ भन्ने सोचले तिमीले गेम हेर्छौ भने यु गाइज आर रङ म्यान 42 वर्ष जस्तै हो क्या रोनाल्डो उहाँ र यहाँ मामा हुनु भनेको उस्तै हो क्या मामाले राम्रो हान्छ भनेर हेर्ने होइन क्या मामा हेर्नु नै तिमीहरूको भाग्य हो क्या होइन भन्छ ए हो नि हौ तपाईसँग त टाढ्न मिल्दैन हौ कहाँ टाढ्न मिल्छ हो रोनाल्डोसँग ए ल ऊ पनि बुढो भइसक्यो म पनि बुढो भइसक्यो तर उले त टाइममा खेल्यो नि त मामा खोइ त तिमीले खेलेको चाहिँ खोइ त तपाईले तपाईको प्राइममा खोइ हानेको त मैले खेलेको छैन मैले पहिला खेले नि त पहिला खेलेको हुन्छ मामा त बुढो मात्रै भएको क्या मामा रोनाल्डो चाहिँ हो मामा प्राइम आएन होइन क्या प्राइम आइसकेर गइसक्यो रोनाल्डो भनेको साथी अब मैले खेलेको मात्र हेर्नु क्या खेलेको मात्र हेर्नु गेम प्ले राम्रो खेल्छ भनेर आश नगर्नु कहाँ छ हो होइन मामाको रोनाल्डोले त आफ्नो प्राइममा खेल्यो जित्यो के कुराहरू जित्यो होइन तर मामाले चाहिँ खोइ त जितेको खोइ त मिलेन नि त किन जितेको छैन है भान्जा के भएको तिमी के भएको $50 अस्ति नै $100 कसले जितायो त्यो त अनि त्यो त भर्खरै हो त